अस्ति मैले एउटा मजाकमा ऋणको भिडियो बनाएको थिएँ है। तर जब मान्छेलाई ऋण लाग्छ नि त्यति बेला मान्छेलाई थाहा हुन्छ जिन्दगीको वास्तविक भोगाइ के हो भनेर। छोरा मान्छे न हो, ऋण त लाग्छ केही नयाँ सुरुवात गर्नलाई, आफ्नो करियर केही अगाडि बढाउनलाई। यदि तपाईँले कोसिस गर्नुहुन्छ भने त्यसको लागि ऋण आवश्यक हुन्छ। ऋण लाग्नु कुनै ठुलो कुरा होइन, तर त्यसको गलत सदुपयोग नगर्नुहोस्। त्यसलाई ट्र्याकमा लगाउनुहोस्, राम्रो ट्र्याकमा लगाउनुहोस्। अवश्य एक न एक दिन सफल भइन्छ। तर ऋण लागेको समयमा बल्ल तपाईँले संसार चिन्नुहुन्छ, आफ्ना आफन्तलाई चिन्ने, आफ्ना साथीभाइलाई चिन्ने, यहाँसम्म तपाईँले आफूले आफैलाई चिन्ने एउटा मौका पाउनुहुन्छ कि म कतिको क्यापेबल छु, मसँग कतिको धैर्यता छ, म कतिको क्षमतावान छु भनेर।